नमस्कार साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौं खोर्सानी खेतीमा लाग्ने मुख्य रोग र किरा र तिनको सजिलो समाधान। यदि तपाईहरुले भाग 1 हेर्नु भएको छैन भने त्यो पनि हेर्न नभुल्नु होला। मैले हरेक बुधबार खोर्सानी खेती सम्बन्धी भिडियोहरु लिएर आउने गर्छु र यो भाग 2 रहेको छ। मैले यो खोर्सानी लगाएको ठ्याक्कै आज 1 हप्ता भयो। 1 हप्ता अगाडि रोप्दाखेरि मैले भिडियो बनाएको थिएँ। यहाँ झारहरु पनि उम्रिसकेको छ। यो पनि अब हप्तामा चाहिँ झार उख्लिदिरहनु पर्ने हुन्छ। त्यही भएर यो सानो झार अलिअलि टिप्दिने अनि यो ठुलो झार आएको छ, यो पुरै टिप्दिनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ। एक बिरुवा सुक्ने रोग। सुरुवातमै बिरुवा सुक्दै गयो भने त्यो ड्याम्पिङ अफ रोग हुन सक्छ। यस्तो बिरुवाको जरा कुहिएको हुन्छ, बिरुवा झुक्छ अनि मर्छ। समाधान रहेको छ यसको समाधान रहेको छ कि क्याप्टन भन्ने एउटा विषधि पाउने गर्छ। त्यो क्याप्टन चाहिँ प्रति लिटर पानीमा 2 ग्राम प्रति लिटरका पानीमा हालेर बिरुवा वरिपरि छर्किनु पर्ने हुन्छ अनि पानी जम्न नदिने प्रयास गर्नुपर्छ। हाम्रो चाहिँ त्यस्तो समस्या आएको छैन। यसमा ठिकै छ। अनि त्यसपछि अर्को छ 2 नम्बरमा छ तेलिलो किरो भन्ने हुन्छ। एउटा तेलिलो किरो राति बिरुवा ढलेको देख्नु भयो भने त्यो तेलिलो किरोको कारण हुन सक्छ। यो किराले राति बिरुवाको जरा काटिदिन्छ। यसको समाधान के हुन सक्छ भनेपछि कोलोफेरोस भन्ने हुन्छ एउटा विषधि। त्यो चाहिँ 5 ग्राम थोरै माटोसँग मिसाएर बिरुवा वरिपरि राख्ने एउटा धुलो पाइन्छ। त्यो धुलो चाहिँ बिरुवा वरिपरि राख्नु पर्ने हुन्छ। अनि त्यसपछि अर्को 3 नम्बरमा रहेछ फलभित्र छिर्ने किरो। पछि चाहिँ यो ठुलो भइसकेपछि एउटा रोग लाग्ने गर्छ। फलभित्र छिरेर एउटा किराले खाइदिने गर्छ बिरुवालाई। त्यो किरा खोर्सानीमा परेको छ, फलभित्र किरो छ भने त्यो फल बेच्ने किरो हो। त्यो फल चाहिँ खाने किरो हो। अनि त्यसको समाधान के हो भनेपछि संक्रमित फल तुरुन्त फाल्ने हो। अनि त्यसपछि स्पिनोसाइड 45% CS 1 मिली प्रति लिटर पानीमा छर्किनु पर्छ। त्यो पनि विषधि पाउने गर्छ। यो औषधि 10 देखि 15 दिनको फरकमा प्रयोग गर्नुपर्छ। 10-15 दिनको फरकमा प्रयोग गर्नुपर्छ र त्यसको विषयमा पनि पछि मैले भिडियो गराइरहने छु। यसको यो रोगको छुटै अब पछि रोग लागेछ भनेदेखि यसको लागि छुटै नै मैले तपाईहरुलाई भिडियो बनाएर ल्याउने छु र तपाईहरुले ल्याइदिनु पर्यो भन्नुभयो भनेदेखि मैले अवश्य लिनेछु। 4 नम्बरमा रहेछ पात सुक्ने र मुर्छाउने रोग भन्ने हुन्छ एउटा। खोर्सानीको पात मुर्छियो, सानो हुँदै घुमेर गयो भने त्यो भाइरस हो। लिफ कर्ल भाइरस भन्ने हुन्छ। त्यो सेतो माखाबाट सर्छ। समाधान के रहेको छ भनेपछि यसको समाधानको लागि एउटा विषधि पाइन्छ। त्यो विषधिको नाम रहेको छ इलोडक्नुमेन्ट भन्ने हुन्छ एउटा। इलोडक्नुमेन्ट त्यो चाहिँ 17.8% CL 0.5 मिली प्रति लिटर पानीमा हालेर छर्नु पर्छ। त्यो अब तपाईहरुले सक्नुहुन्न भनेदेखि कृषि प्राविधिकसँग पनि सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। रोग लागेको बिरुवा उखेलेर हटाउनु पर्छ। फेरि यो पात मुर्छाएर सुक्ने र मुर्छाउने रोग लागेछ भनेदेखि यो रहेछ। अनि त्यसैगरी 5 नम्बरमा रहेको छ कि किराबाट
बच्न घरमै बनाएको झोल प्रयोग गर्न सकिन्छ। अब किराहरूबाट बच्न चाहिँ हामीले के झोलहरू प्रयोग गर्न सक्छौँ भनेदेखि यो एउटा घरेलु उपाय पनि छ, यो अति महत्त्वपूर्ण रहेको छ। लसुन, खुर्सानी, अदुवा पिसेर 5 लिटर पानीमा मिसाउनुहोस् अनि यो छर्ने हो। थोरै लसुन चाहिँ पिसेर 5 लिटर पानीमा कस्तो हुने चाहिँ एउटा गाना लसुन अनि त्यसपछि खोर्सानी, त्यो के भन्छ अरे पाकिसकेको खोर्सानी। अब यसको विषयमा मैले स्पेसल तपाईँहरूलाई भिडियो बनाएर ल्याउने छु, यो कति के गर्ने भन्ने घरेलु उपाय खोर्सानीमा यी रोगहरू लागिसकेपछि अन्य रोगहरूको बारेमा पनि मैले घरेलु उपाय अर्को भिडियोमा लिएर आउने गर्छु। तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, सक्दो सेयर गर्नुहोला। यो जानकारी उपयोगी लाग्यो भने लाइक र सेयर गर्न नभुल्नुहोला। कमेन्टमा लेख्नुहोस् तपाईको खेतमा कस्तो समस्या छ। अर्को भिडियोमा मल व्यवस्थापन र उत्पादन बढाउने उपाय ल्याउने छु। धन्यवाद। जय कृषक।